आफ्नो बारेमा त सोधेर छन् क्या दुईजना चाहिँ होइन, आफ्नो राम्रो भएपछि अरूको बेइज्जत भयो नि होस् जे सुकै होस् यिनीहरूलाई कुनै पनि मतलब छैन। त्यही भएर नि यो दुइटाको जोडी चाहिँ यति छिटो जमेको होला होइन। अब कसरी भन्नुहुन्छ होला होइन। अब जब चाहिँ हर्क सामङ दाइ चाहिँ अब बालन शाहले प्रधानमन्त्री पोस्ट नलिसकेपछि जेनजी आन्दोलनमा चाहिँ म बन्छु प्रधानमन्त्री, जेनजीहरूको माग चाहिँ म पुरा गर्छु, देश चाहिँ म सम्हाल्छु भनेर जानुभयो थियो। त्यो बेला चाहिँ धेरै मान्छेहरूले चाहिँ हर्क सामङ दाइलाई खेदे होइन, उहाँको बेइज्जत गरे होइन, कति ट्रोल बनाए, कहिले के भने होइन, त्यो हुने नहुने आरोप लगाए। त्यतिखेर होइन बालन शाह चाहिँ एकदम जोगिएर बसेको थियो, हर्क सामङको चाहिँ एकदम बेइज्जत भइरहेको थियो होइन। बालन शाहले चाहिँ एक वचन पनि चुइक्क बोलेन, उल्टै जिस्सिएर बस्यो होइन। अनि अहिले चाहिँ अब हाम्रो रवि दाइले चाहिँ अब कुलमानजीलाई चाहिँ के गर्नुभयो भन्दा अब अहिले चाहिँ कुलमानजी चाहिँ छुटिसकेपछि कुलमानजीलाई चाहिँ होइन यो त अब के अरे छेपारो प्रचण्डको छोरो पदको लोभी के हो के भनेर आरोप मिम बनाइरहेको छ होइन। रवि दाइ पनि चुपचाप छन्, उल्टे अब यसलाई चाहिँ अलिक ठुल्ठुलो पद चाहिएको थियो, त्यही भएर चाहिँ अब हामीले त्यो पद दिन सकेन, यो निस्यो भनेर चाहिँ अब त्यो आरोप लगाएर छोडिदिएको छ। अब कुलमान दाइको त कसैले कुरा सुन्दैन। अब त्यतिखेर जसरी हर्क सामङ दाइको कुरा सुनेको थिएन त्यसै गरी अहिले कुलमान दाइको कुरा त अब कसैले सुन्दैन होइन। अब बालेन र रविले भन्छ कि आरोप त सबै कुलमानको टाउकोमा, बालेन दाइले जे गरे अब रवि दाइले पनि त्यही गरे कुलमान दाइलाई, बालेन दाइले हर्क सामङ दाइलाई र रवि दाइले चाहिँ कुलमान दाइलाई क्या। ठ्याक्क त्यही भएर दुईजनाको जोडी चाहिँ एकदम मिल्दो रहेछ क्या।